हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो आजको यो मिनी ब्लगमा। हामी चाहिँ हाम्रो एनिभर्सरी सेलिब्रेट गर्न यसपालि सौरा गएको थियौँ अनि त्यसकै ब्लग हो यो चाहिँ। हामी जाँदै थियौँ, म ठ्याक्क सौरा पुगेपछि चाहिँ मैले भिडियो गर्न थालेँ अनि यस्तो हेरेको मलाई वेदर पनि यति राम्रो लाग्यो त्यतिखेर। अनि हेर्नुहोस् न, पानी परेर सबै बाटोभरि पानी नै पानी थियो। नत्र अरू बेला जाँदाखेरि यतातिर सुक्खा हुन्थ्यो, त्यतिखेर त त्यो 2-3 दिन भइसकेको थियो नि त। पानी परेको भएर चाहिँ पुरै पानी नै पानी थियो, बाटोभरि पानी नै पानी थियो। हामी चाहिँ बाइकमा गएको थियौँ 4 जना। अनि हेर्नुहोस् न, त्यहाँ कति गाह्रो गरेर क्रस गरिरहनु भएको थियो सबैजनाले। अनि हामी चाहिँ ठ्याक्क पुग्नु पनि अनि त्यहाँ गएर आएको थियो कि होटलको पछाडि, अनि त्यही हेर्न गएको। अनि ठ्याक्क माथि गयौँ, माथि गएपछि रुम देखेर मेरो बाबु मक्ख पऱ्यो, खुसी हुँदैछ ऊ चाहिँ त्यहाँ रुम हेरेर। यस्तो मजाले उहाँहरूले डेकोरेट गरिदिनु भएको थियो। हाम्रो भनेको थियौँ हाम्रो एनिभर्सरी हो भनेर, अनि डेकोरेट गरिदिनु भएको थियो उहाँहरूले कति राम्रोसँग। अनि बाबुहरूलाई बाल्कनीमा जानु पऱ्यो भनेर उहाँ उसको ड्याडीले ढोका खोलिदिँदै हुनुहुन्छ बाल्कनीको। अनि कस्तो राम्रो कि भ्यू हेर्नुहोस् न, त्यो पानी सबै कति धेरै पानी चारैतिर पानी परेको भएर 2-3 दिन भइसकेको थियो त पानी परेको परे। अब मेरो बाबालाई स्विमिङ गर्न जानु पऱ्यो रे भनेर भन्दैछ, यहाँ रेडी हुँदै थियो उनीहरू चाहिँ। मैले चाहिँ ठ्याक्क यो नोटको भिडियो बनाइहालेँ। अनि उसको बाबाले लिएर जानुभयो उनीहरूलाई स्विमिङ गर्नलाई। म चाहिँ अलिक पछि गएको थिएँ। उनीहरू मस्त स्विमिङ गर्दैछन् सबैजना। उसको ड्याडीले त्यहाँपट्टि बोलाउनु भयो उसलाई, एक्लै उता नबस भनेर। अनि ऊ पनि आयो। ऊ चाहिँ ट्युब लाएर मजाले पानीमा स्विमिङ गर्छ कि, डराउँदैन ऊ चाहिँ। पानी भनेपछि मेरो 2टा बाबुहरू अलिकति पनि डराउँदैनन्। उनीहरूलाई एकदम जाडो गर्मी जेमा पनि पानी खेल्न पाएपछि पुग्छ। यति सानो छ हेर्नु न, भर्खर 1.5 वर्षको। यस्तो पानीमा उसलाई जम्प गर्नुपर्छ। अनि पछि चाहिँ म पनि गएर अनि हामीहरू भिडियो बनाउँदै थियौँ, फोटोहरू खिच्यौँ। मेरो बाबु मक्ख परिरहेको छ। अनि वेदर पनि हेर्नुहोस् न, कस्तो राम्रो देखेको कि यो स्काई पनि। अनि निस्केर हामी बगर साइडतिर गयौँ घुम्नलाई। अनि जाने बेलामा चाहिँ बाटोमा हेर्नुहोस् न, वर्ल्ड कप उयो पुरै झन्डै झन्डा थियो कि, यस्तो राम्रो देखेको थियो। यति गरेर पनि है त्यो बाटोमा यहाँ अलिकति थियो अनि अलिकति अगाडि गएपछि फेरि त्यहाँ पनि थियो। कस्तो राम्रो देखेको कि यति गरे पनि।